एक समयको कुरा हो। हरियाली डाँडाकाँडा भएको एउटा गाउँमा सुभाष नामको युवक बस्थ्यो। ऊ अत्यन्तै मेहनती, इमान्दार र सहयोगी थियो। कसैले खेत जोत्न मद्दत मागे ऊ पुग्थ्यो, कसैले घर बनाउने काम गर्यो ऊ सँगै हुन्थ्यो। तर अचम्म के थियो भने ऊ जति गरे पनि कसैको खास बन्न सक्दैनथ्यो। गाउँका मानिसहरू उसलाई काम पर्दा मात्र सम्झन्थे, काम सकिएपछि फेरि बिर्सन्थे। कहिलेकाहीँ त उसले गरेको राम्रो कामको श्रेय पनि अरूले लिइदिन्थे। यसले सुभाषको मन निकै दुखी हुन्थ्यो। एक साँझ ऊ एक्लै खोल्साको छेउमा बसेर सोच्दै थियो, मैले कसैलाई दुःख दिएको छैन, सधैँ राम्रो नै गरेको छु, तर किन म कसैको आफ्नै मान्छे हुन सकिनँ? मेरो भाग्य किन यस्तो छ? त्यत्तिकैमा त्यहाँबाट एक वृद्ध ज्ञानी मान्छे हिँड्दै आए। उनले सुभाषको उदास अनुहार देखेर सोधे, किन यति चिन्तित देखिन्छौ बाबु? सुभाषले आफ्नो सबै पीडा सुनायो। वृद्ध मुस्कुराउँदै भने, तिमीले अरूको लागि धेरै गर्यौ, तर कहिल्यै आफ्नो मनको कुरा सुनेनौ। तिमी सधैँ अरूलाई खुसी पार्न खोज्यौ, तर आफैलाई कहिल्यै महत्त्व दिएनौ। त्यसैले मानिसहरूले पनि तिमीलाई सजिलै लिने गरेका छन्। सुभाष अचम्म मान्दै सोध्यो, त्यसो भए म के गरौँ त? वृद्धले भने, सहयोग गर्नु राम्रो हो, तर आफ्नो सीमा पनि राख्नुपर्छ। जहाँ तिमीलाई सम्मान हुँदैन त्यहाँ आफूलाई बारम्बार साबित गर्न जानु पर्दैन। आफूलाई माया गर, आफ्नो मूल्य चिन्न सिक। त्यो कुरा सुभाषको मनमा गहिरो छाप बस्यो। उसले बिस्तारै आफ्नो व्यवहार परिवर्तन गर्न थाल्यो। अब ऊ सबैको पछि नलागी आवश्यक ठाउँमा मात्र मद्दत गर्न थाल्यो। आफ्नो समय, सपना र खुसीलाई पनि महत्त्व दिन थाल्यो। केही समयपछि गाउँका मानिसहरूले उसको परिवर्तन महसुस गरे। अब उनीहरूले सुभाषलाई सामान्य रूपमा होइन, सम्मानका साथ हेर्न थाले। उसले पनि साँचो सम्बन्ध र साँचो साथ के हो भन्ने बुझ्न थाल्यो। अन्ततः सुभाषले थाहा पायो, खास बन्नु भाग्यको खेल मात्र होइन, आफ्नो मूल्य बुझ्ने कुरासँग पनि जोडिएको हुन्छ। कथाको शिक्षा, अरूको लागि जति गरे पनि यदि आफैलाई मूल्य दिन सकेनौ भने संसारले पनि खास ठान्दैन। आफ्नो सम्मान आफैले बनाउनु पर्छ।